ओहो दादा रे दादा, तीनवटा एउटा भनेको खाइस माछा माछा ओहो नि क्षेत्र ल त साथीहरु, यति बेला चाहिँ हामी चाहिँ खोलामा छौँ, बडीघाट खोलामा। बडीघाट खोलामा चाहिँ हाम्रो दुर्गेश दाइले चाहिँ यहाँ जाल झिक्दै हुनुहुन्छ है त, छोटा पासा यानि कि जालमा माछा के कति लाग्छ हेरौँ है त। ल झिकिरहेछ, पर्छ कि नै यो पहिलो है त। ल ल ताने जस्तो छ 1 किलोकोले। ल माछा छ कि नै हेरौँ है त। सबभन्दा ठुलो त्यो मूलढुङ्गा भन्छ है त त्यसलाई। हेरिरहेको छ उता चाहिँ हाम्रो पर्दी भाइ छ होइन, पर्दी भाइ छ। ओहो नि गुर मात्रै पर्यो त। चलो कोही बात नहीं, अब हामी अर्कोमा झिक्छौँ है त। ल त साथीहरू सम्पूर्णमा गुड मर्निङ भन्न चाहे। यति बेला चाहिँ हामी बडीघाट खोलाको किनारा, हामी चाहिँ बडीघाट खोलाको घर नजिकको किनारामा छौँ। हामी यति बेला खरे खोलामा छौँ। खरे खोलामा चाहिँ दुर्गेश दाइले जाल थापेको म हेर्न आइरहेको छु है त। जाल थापेको हिजो थापेको आज झिकिरहेछ, त्यो झिकेको म हेर्न आइरहेको छु। आज माछा के कति लाग्छ हेरौँ है त। दाइले चाहिँ एउटा पासा झिकिसकेको छ, अब अर्को पासामा माछा लाग्छ कि नै है त। यो जाल है त, छोटा जालहरू कति लाग्छ है माछा हेर्नु होला त। अब यहीँ नजिक निर आइसकेको छ हाम्रो दुर्गेश थापा। यसलाई भाइरल बनाउन पर्यो हाम्रो यो जलेरी। जालै भेटाउनु लौरो त आमामा कति ठुलो हो के। खोज खोज खोज। ल माछा मार्न पर्छ यसमा चाहिँ। भेटियो साँच्चै एउटा मरेछ भन्दैछ गरे। ल हेरौँ है त। ओहो दादा रे दादा, तीनवटा एउटा भनेको 3टा। यो हो नि त फिस, यो हो नि त माछा। ओहो नि हेर्नु त 3वटा माछा उचालेर लिएर आउँदैछ। ल हाम्रो पर्दी भाइ है त, दुबई लाउरे खै। हेर्नु त माछा 3वटा। गुड। अब चाहिँ हामी अर्को झिक्न जान्छौँ है त। यहाँ चाहिँ भाइले ढुङ्गा फुकाउँछ। लगभग ठुलै लाहान होइन। ल भाइले ढुङ्गा फुकाउँछ, हामी अर्को हेर्न जान्छौँ है त। लास्ट 951 कसको थाहा भएन। ल यसमा चाहिँ छैन छ र। ओ रोइछ। ओहो नि टुप्पोमा पर्यो त माछा। हेर्नु त डुडी हाँसेको। ओहो नि यो डुडीलाई हेर्नु त। दादा रे दादा फोन आएको छ कि नै। हाँस्न त हाँसेछ है, हाँस्न हाँसेछ, तर माछा चाहिँ छ कि नै है त। एउटा छ अरे है। खुस्केला हाँसेछ। के हुन्छ रे एमे छेतिन्छ भन्ने चाहिँ एमे। जा 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 झर झर झर। यसले चेतेरै छोड्छ को। जाल चेतेरै सक्छ। ल खै माछा चेतो। हेर त जाल चेतेर हुँ जाऊ है। ल हेर्नु साथीहरु, माछा परेछ छैन भनिन्न हैन। त्यो सिङ्गो जाललाई लौरो हालेर त्यसले चेतो। माछा त तलपट्टि टुप्पामा छ, एउटा देखिरहेछ हैन, त्यहाँ एउटा देखिरहेछ। ल हेर्नुस् है, ल हेर्नु त्यसले उचालिराख ऊ तलतिर हेर्नु। ऊ माछा। ल ल ल ल ल
ओए जा ओए आगो फुक्दिम लागे अब त्यसले यस्तो जेले छ त्यहाँ फुकाउन लगभग अब आधी घन्टा लाग्छ त्यहाँ त्यस्तो जेले छ कि अब त्यसलाई अब आफै बुझ्नुहोस् अब त्यसलाई के भन्ने हामीले अब जैसे गर्ने उसे भर्ने भने जस्तै भइरहेछ कि त्यसलाई त्यो जाल घाटा लाग्यो नि अब त फाल्न पर्यो हो कि नै हेर्नुहोस् लगेर चेतेर तानेर लगेर त्यसले चेतो त्यसले त फेरि भोलि नि त मार्छ नि त फेरि त्यो एउटा माछा मार्ला अन्त अब जान्न है यता आइज ओ टुडी ओइ ओ यता सुन त मैले एउटा आइडिया लगाइदिन्छु तँ जाल त्यही छोड्दियो यताबाट गएर झिक भनेर क्या यता पा टुडी तँ छोड्दियो यताबाट आएर जाको यताबाट छेउमाबाट पानी यहाँ टेक्दैन यसले ल हामीले आइडिया लगाइदिएछौँ होइन साथीहरू यहाँबाट यताबाट आउने होइन ल अब तानो बल्ल लिएर आऊ एउटा माछा पर्यो जाल चाहिँ खालिको आखिर तँ जाल राखेर त्यसले त एउटा माछा होइन त्यसले त 10-12वटा माछा मार्छ त जाल चेत्न भन्दा एउटा माछालाई त्यत्रो जाल चित्यो यो भनेको खत्तमै मान्छे हो ल ठिक छ एउटा माछा बचायो तर त्यो जाल नचेतिने ठाउँमा थियो त्यो गएर कुरै नगर यहाँबाट छेउ छ यहाँबाट बिचै नि छैन कि ल हेर्नुहोस् है साथीहरू ल मजाले गइन्छ अब चाहिँ हामी अर्को भिडियो देखाउँछौँ है त साथी अर्को जाल झिकेको देखाउँछौँ कति लाग्छ हेरौँ है त अब यसको मुड अनुसारको जाल थाप्यो होइन जहाँ बन्यो त्यही थाप्यो परेन है साथीहरू अब अर्कोमा हेरौँ कति लाग्छ ल हामी अर्कोमा आइसक्यौँ है त त्यो कपडा लिएर आउनु पर्ने हो ए बा के हो यस्तो केले बटारो ढुङ्गा फुस्केर होला ल ल ल परेछ वाह अरे वाह हिजै परे रहेछ क्या माछा होइन खै हिजै परे रहेछ माछा डङ्ती छ यार अरे सुर्क्यो यस्तो भयो भने सेप तरिका ल्याउँछ है एउटा रहेछ त्यत्तिकै दुईवटा ल ठिक छ यहाँ पार्छ छ ओइ यहाँ अस्ति फालेको पार्छ यहाँ सरे तेरो अन्डरवेयर भिज्छ झिक्छस् पनि जार ल अहिले झिक त ल कति मर्छ ल यहाँ अस्ति नै राणा भाइहरूले यहाँ थापे थिए के रे ल 1.5 किलोको छ होला ढुँडी टुप्पाले कोट्टा अहिलेको चाहिँ होला फेरि डुब्लास यसको बानी नै नराम्रो खालि बटार अब उचाल्छ अब तान अब बटार रमा पुरा टोल किदे आयो के रे गस ठुलो भयो त माछा फिक्स हुन्छ कि यसमा त्यही त नि पहिले माछा मन पर्छ अरे के त्यसलाई पुरै डल्लो परेको जाल जस्तो ठिक छ यो लास्ट हो ठिक छ ल त साथीहरू हामी चाहिँ अन्तिममा आइसकेका छौँ है अब डुँडीले कति मार्छ हेरौँ है त खासमा चाहिँ रमा यो ठुलो जाल तेर्साउने भन्ने कुरो हो माछा के कति लाग्छ हेरौँ है त
माछा मर्छ मर्दैन यो रमा छैन। एक फेर ठुलो जाल थापेर विचार हुनेछ। डुँडीले तल माछा झिक्दैछ है त के को हौस ल त यसमा हामीले माछा छैन भन्दै माछा छ तर टाउको मात्र छ। कुन नि चुडिन नि पाएको टाउको मात्र छ माछाको शरीर छैन है। म तल उड्कियो छ तान तान हातले तानेर झट्काएको अब त्यत्न आइस अब रुज्यो आधी जाल छ भने यता आइज नि त तल छ के एउटा ऊ आहा लभली फिस ल यहाँ लिएर आइज नि त अब के हुन्छ। नबटार भनेको त बटार्दै एउटा माछा ट्याप्पै गयो। कस्तो गयो अब यहाँ आएपछि देखाउँछ है त। जल्दी आ मुन्ना ल ठिक छ ल हेर्नु त ल है त हाम्रो माछा खै ल है खाइस माछा ठुलै रहेछ त माछा त त्योभन्दा पनि ठुलो रहेछ। ल साथीहरू हामी अर्को ल है त साथीहरू हामी चाहिँ अन्तिममा आइसकेका छौँ है त। अन्तिममा आएछौँ। यो सायद लास्ट जाल होला सायद दुर्गेशको। आज चाहिँ दुर्गेशले भयङ्कर माछा मारेछ होइन। लगभग 1 किलो पुऱ्याउँछ कि जस्तो लागेको छ मलाई। जाल पनि लामो थाप्दो रहेछ। ल ठिक छ मैले चाहिँ जाल थाप्दिनँ है। पहिला थाप्थेँ आजभोलि म थाप्दिनँ। एउटा ठुलो जाल वार्की पार पानीमा नबस्ने है त साथीहरू किनकि मेरो खुट्टा अलि मर्गिया पनि छ चिसोमा नहाल्नेको कारणले त्यहाँ बाहिरबाट तान्ने हिसाबले चाहिँ मैले चाहिँ नहाल्ने भनिरहेको छु। जाल चाहिँ नथाप्ने भनिरहेको छु। छोटा जाल सकेसम्म मैले लामै जाल थाप्ने। त्यो त अब सक्दैन कि कतै पनि जान। ल हेरौँ अब त्यहाँ गइरहेछ के त्यही नजिकै थापिरहेको रहेछ। धेरै टाढा नि हुन्छ। ल त्यहाँ छ कि नै हेरौँ है त। जान्न कि त्यहाँ अड्कियो पनि पुरै सोरका। ल है त साथीहरू अन्तिम जाल खाली। ल है त साथीहरू अन्तिम जाल खाली भयो। ठिक छ आज के कति मऱ्यो कस्तो लाग्यो माछा तपाईँले देखिसक्नु भएको छ। यदि माया गर्नुहुन्छ भने च्यानललाई सब्सक्राइब र लाइक गरेर जोडिनु होला। हामी चाहिँ आगामी दिनहरूमा पनि देखाउनेछौँ के कस्तो गर्छौँ। हाम्रो यो व्यक्तिगत जीवनमा हुने क्रियाकलापहरू हामी चाहिँ देखाउनेछौँ तपाईँहरूलाई। हामी चाहिँ बिहान बेलुका के गर्छौँ कसो गर्छौँ घरमा बस्दा कति रमाइलो गर्छौँ त्यो चाहिँ तपाईँहरू सामु प्रस्फुटन गर्नेछौँ। कृपया साथीहरू च्यानललाई सब्सक्राइब माया गर्न चाहिँ नबिर्सनु होला है त। अब हेरौँ अन्तिमसम्म के कस्तो हुनेछ। घर जाने बेलासम्म भ्लग आउनेछ हेर्दै गर्नु ल है त। यति बेला चाहिँ म हाम्रो दुर्गेशको माछा झिक्दैछु है। आफूले त मारिएन त थाहा छ मलाई पनि मान्छे माछातिर देखा भएन। दरो जाल लिएर रहेछ फोकटा एउटा जाल फोकटा फाल्यो यसले किन यतिका निकाल्न सकेर यस्तो जेलिँदैन। एउटा नै दुईटा फालो पहिला त मैले नि माछा मार्दा गर। ल साथीहरू यसको चाहिँ यो आएन। अब एउटा पाल चेत्छु म होइन। पाल चेतेपछि यो माछा झिक्छु है। आउने हो आला जस्तो गरेर कति वर्षपछि माछा यसरी च्याप्प समात्यो भने अस्ति भर्खरै आउँछु भन्दा ल आइसक्यो है यो माछा। ल निस्किसक्यो। ल है त साथीहरू ल अब मैले यति निकालेँ अरू चाहिँ भाइले निकाल्छ है। माछा ओहो नि सेत्राम हुँदैछ है। यहाँ भाइले पनि झिक्दैछ गोरे भाइले पनि झिक्दैछ। हाम्रो गोरे भाइ नै आएको छ होइन। ल हाम्रो 600 गरौँ। ठिक छ के त्यस्तो त अहिले चिसाको त हेर साथीभाइहरू गर्मीमा बरु ठिक छ।
ल ठिक छ ल है त साथीहरू आजको भिडियो यति नै के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है त भन्दै अहिलेलाई पनि बिदा हुन चाहन्छु बाई बाई साथीहरू